दशैंमा मामा घर जानको लागि हामी बिहानै उठेर घरबाट हिँडेको मनमोहक दृश्यहरू हेर्दै खुला आकाशैमा बादल उडे झैं तिम्रो मायामा मनमा गन भई झैं तिम्रै आकृति हेरी बस्छु बादलमा। र यसरी नै हामी गाडीमा गइरहेको थियौं र अचानक बाटोमा हल्का सानो एक्सिडेन्ट हुन्छ र थ्याङ्कफुली कसैलाई पनि केही हुँदैन। बाइकले अलिकति क्षति पुग्छ। फेरि हामी आफ्नो गन्तव्यतिर लाग्छौं। फाइनली हामी मामा घर पुगिसकेका छौं र आफ्नो बाल्यकालदेखिको सबै यादहरूलाई ताजा बनाउँदै ठुलो दाइले टीका लगाएर खुट्टा ढोगिदिनु भयो। अब म चाहिँ दक्षिणा कुर्दै टीका लगाएर भइसकेपछि हजुरआमासँग मिठो गफ गर्दै अब सबैजना हामी घर फर्किँदै थियौं र हजुरआमा हामीलाई बाई भन्नको लागि ओरसम्म आएर हेरिराख्नु भएको थियो। बाटोमा फर्किँदै गर्दा मेरो मम्मी र मेरो ठुलो मम्मी चाहिँ आफ्नो मम्मीले दिएको कोसेलीको भिडियो बनाउँदै र यसरी नै हामीले 2082 सालको दशैंलाई बिदाई गर्यौं। हस्त धन्यवाद।